त्याग, भाईचारा र करुणाको पर्व बकरीदको हार्दिक शुभकामना। नमस्कार, म डाक्टर जयनारायण यादव। हामी सबैको जीवनमा आएको यो पवित्र बकरीदको अवसरमा तपाईहरू सबैलाई दिलको गहिराईबाट ईद मुबारक। यो पर्व केवल पशु कुर्बानीको नै होइन, बरु मानवता, त्याग र सामाजिक एकताको जीवन्त प्रतीक हो। यसले हामीलाई तीन महान सामाजिक सन्देश दिन्छ, जसले हाम्रो समाजलाई बलियो र मानवीय बनाउँछ। त्यागको सन्देश, स्वार्थभन्दा माथि उठ्ने साहस। पैगम्बर इब्राहिमले अल्लाहको आदेशमा आफ्नै सन्तानलाई कुर्बान गर्न तयार भएको त्यो अद्वितीय समर्पणले हामीलाई सिकाउँछ। सच्चा इमानले मानिसलाई आफ्नो इच्छा, लोभ र स्वार्थभन्दा माथि उठाउँछ। बकरीदको यो सन्देश हो, उच्च मूल्य र सामूहिक भलाइको लागि आफ्नो सुख सुविधा कुर्बान गर्न सिकौं। भाइचाराको सन्देश, गरिब र अमीरको खाइमिठी मेटो। खाने परिकार गरिब, अनाथ, पडोसी र आफन्तमा बाँडिने परम्पराले हामीलाई एउटा क्रान्तिकारी सत्य सम्झाउँछ। खुसी बाँड्दा बढ्छ। जब अमीरले आफ्नो सम्पत्ति गरिबसँग बाँड्छ, समाजबाट आर्थिक असमानता घट्छ। यही भाइचारा, सहिष्णुता र परोपकारको भावना नै बकरीदको आत्मा हो। करुणाको सन्देश, मानवता एक, ईश्वर एक। ईदगाहमा सबै जात, रंग, वर्गका मानिसहरू काँधमा काँध मिलाएर नमाज पढ्ने दृश्यले देखाउँछ, ईश्वरको दृश्यमा सबै बराबर छौं। यो पर्वले हामीलाई सिकाउँछ आफूभन्दा फरक व्यक्तिको पनि सम्मान गर्ने, उसको दुःख बाँड्ने र एक अखण्ड मानवीय श्रृङ्खलामा बाँधिने। सबै विपन्न, अनाथ र दुखी मानिसहरूलाई यो ईदले आशा र सहारा दियोस्। फेरि एक पटक सबैलाई ईद मुबारक। हामी सबै मिलेर यो सन्देश फैलायौं, त्यागौं, बाँडौं, मिलौं र एक अझ मानवीय संसार बनाऊं।